सपनाको सहरमा ओहो कमरेड अभिवादन छ अभिवादन म त हजुरलाई भेट्न यहीँ आइपुगेँ झलक सर स्वागत छ तपाईँलाई अब यो अभिवादन नै चल्दैन नमस्कार मात्रै ल आउनुहोस् अब यहीँ बसौँ आउनुहोस् अब काम कुरो हुँदैछ यहाँ ल भाइ पनि आउनुहोस् बसौँ त्यहाँ मुला लिएर बसौँ न अनि यहाँसम्म आउनलाई केही गाह्रो त भएन नि ए त्यस्तो के गाह्रो हुनु बल्ल बल्ल भेट भएको अब हजुरको लागि त म के गाह्रो मान्छ र काम यही हो अब त्यो ठेगार अलि गतिलो नपरेर काम एकदम ढिला भइरहेछ झलक सर चिया लिऊ हस् लिऊ तपाईँ मलाई साथीको नाताले भेट्न आएको भए चाहिँ म एकदम खुसी छु तर पार्टीको हिसाबले तपाईँ मलाई भेट्न आयो भने चाहिँ म एकदम दुखी छु है फेरि ल भण्डारी सर पनि कति चाँडै परिवर्तन हुनुभएछ क्या ल म त साह्रै अचम्मित पो भएको छु त होइन कसरी सक्नुभयो तपाईँले पार्टीमा त साह्रै कडा स्वभावको हुनुहुन्थ्यो त तपाईँ माने सर माने समयअनुसार बदलिनुपर्छ भन्ने सुनेको थिएँ तपाईँ समयभन्दा कति छिटो बदलिनु भएछ सर पार्टीगत हिसाबले हेर्दा मलाई कता कता दुःख लागिरहेछ मदन सर तर साथीको नाताले तपाईँ देख्दा म बहुत खुसी छु झलकजी छोडिदिनुहोस् ती पार्न लाग्ने कुराहरू बरु भन्नुहोस् न तपाईँ कति कामले मलाई भेट्न आउनुभयो केही काम थियो कि यदि तपाईँ साथीको नाताले मलाई भेट्न आउनुभएको हो भने उच्च सम्मानका साथ स्वागत छ तपाईँलाई छलफल गर्न सकिन्छ व्यवहारिक विषयवस्तुमा यत्रो वर्षसम्म एउटै जुवामा नारिएर हिँडेको साथी अब राजनीति गर्दिनँ भनेर चटक्कै छोडेर हिँड्दा कस्तो दुःख लाग्यो त्यही भएर आएको भेटौँ भनेर मलाई त लागेको थियो भण्डारी सर बाउलाउनु भयो कि जस्तो म पार्टीको हिसाबले आएको होइन भण्डारीजी म त साथीको हिसाबले आएको हो यो स्वतन्त्रताको हक सबैलाई छ तर तपाईँले यत्रो योजनाको सुरुवात गर्न लाग्नु भएको रहेछ मलाई त बहुत खुसी लागेको छ म त साथीको नाताले आएको भण्डारी सर तपाईँ पनि यति साह्रो भावुक नहुनु न बरु चिया अर्को एक कप थपौँ कि हो भो आजलाई यति मात्रै गरौँ अरू त तपाईँले खान्छु भने पनि यहाँ कहाँ भन्छ र अब चिया त अन्तबाट मगाउनुपर्छ यहाँ अहिले यो भण्डारी सरको पनि जिस्किने बानी त अझै गएको रहन्छ ल एकछिन निरसन गरौँ नि त ल आउनुहोस् ल यो टहरो चाहिँ अब पछि भत्काइन्छ यो चाहिँ यता चाहिँ चियाघर त्यहाँ चाहिँ बार बनाएर यो चाहिँ यता रेस्टुरेन्ट राख्ने यो चौतारो होइन यो चौतारो बनाएर यसलाई चाहिँ नेपालको झन्डा ठुलो राख्ने इच्छा अब गर्दैछु हेरौँ कहाँसम्म पुग्छ ल चिया लिनुहोस् चिया चाखौँ हस् ल लिउँ न लिउँ हस् मैले आउँछ है ल तपाईँ चाख्ने बानी परे मान्छे चिया चाहिँ चाखिहाल्नुहोस् न
भण्डारी सर पनि पेल्न पायो भने पिष्ट है असाध्यै गरिदिने नि। अब चियालाई पनि यस्तो गर्नुपर्ने। भो धेरै अगाडि नजाउँ, यहाँ आफ्नै धोती फुत्किला जस्तो भइसक्यो। ल आउनुहोस् है ओके। अनि यो चाहिँ के हो नि भण्डारी सर? यो हजुर यो चाहिँ बच्चा बच्ची ल्याएर नाचगान गर्ने, खेल्ने, बच्चा बच्चाहरूलाई खेलाउने। हजुर। अनि यसको नाम चाहिँ के राख्नु भएको छ नि? ल हेर्नुहोस् समात्छु यो। ल यसमा त भाइ ल हेर्नुहोस्, यसको नाम चाहिँ यो चिया गाउँमा रमाइलो गर्दै चिया खाउँ। ए हजुर। कति राम्रो रहेछ। ल हजुर पनि परिवार लिएर यहाँ आउनुपर्छ है। ए हस् हजुर हस्। ल आउनुहोस्, अब उतातिर जाउँ। हस् भण्डारी सर हस्। यसको किचन चिया बनाउनु चाहिँ पछाडिपट्टि छ क्या। बहिनी आज ठेकदार कति बेला आउनुहुन्छ? खै कतिखेर आउँछ ठेगाना हुँदैन। नमस्ते टाढै हो? नमस्ते। होइन मैले त तपाईँलाई चिन्न नि। म श्याम बाबु हो। श्याम बाबु? हजुर। ए त्यो ठेक्काको काम गर्ने हो? हजुर 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 हजुर। अब तपाईँसँग मेरो काम पनि थियो, कहिले भेट्न सकिएन। ए काम छ उहाँ पर गएर चिया खाएर यसो केही गर्ला नि त। हजुर ल बस म यताबाट बस बस बस। नमस्कार श्याम बाबु। नमस्ते नमस्ते। धेरै दिनपछि आउनुभयो, नयाँ पाहुना नि लिएर आउनुभयो। हजुर लिएर आएको। अनि यो नानी चाहिँ को तपाईँको छोरी हो? कहाँ छोरी हुनु नि, यहाँ काम गर्ने बहिनी। यता मात्रै कहाँ हुनु, अरू बहिनीहरू पनि छन् धेरैजना। हजुर। आज भोलि मेरो तिमीलाई धेरै न्यासो लागेको छ होला है? न्यास्रो त लागिहाल्छ नि, श्याम बाबुको पारा नै त्यस्तै छ त, सबैलाई न्यास्रो लगाउने। आज चाहिँ रमाइलो गर्नुपर्छ। हेरै केटी, ठेकदार साहबको मोटै रकम हात परे जस्तो छ। होइन, यहाँ बसेर गफ मात्रै गर्ने हो कि चिया पनि खाने हो? बरु भित्र गएर गफ पनि गरौँ, चिया पनि खाऊँ न त। चिया मात्र किन हजुर, साथी नै हामी छँदैछौँ। रेडियो फुटाउन होइन। पहिला चियाबाट त सुरु गरौँ न, भरे साँझसम्म त अब भाले काटेर रम बियरदेखि लिएर के हुन्छ नि। ल हेरौँ नानी, विविधा सरहरू आउनु भएको छ, टिप्स त चाहिन्छ नि। ए टिप्स त भइहाल्छ नि, तर 2टा दुधको चिया कडक पाएर पठाइदिनु ल, हामी गयौँ।
ठेकदार साथै टन्नै पैसा लिएर आएर त्यो साथी पनि पैसावाला जस्तो देखिरहेको त्यहाँ मात्रै होइन तिनीहरूलाई आज टन्नै व्यापार गराउनुपर्छ अरू कुनै कुराहरू टन्नै व्यापार गर्नुपर्छ तपाईले डायल गर्नु भएको नम्बर अहिले व्यस्त छ काम गर्नेलाई दिनु पर्यो एउटा दिनमा सामान झार्नु पर्यो के गर्नु पर्यो कसो गर्नु पर्यो तपाईले डायल गर्नु भएको नम्बर अब त्यही त हो नि देखिहाल्नुको सबै सामान बाङबुङ बारेछ केटाहरूले हुँदै हुँदैन तुरुन्त मलाई मेरो खातामा 1 लाख रुपियाँ हालिदिनु होला त्यसपछि काम तपाईँले भने जस्तै एकदम सुचारू भइहाल्छ ल अहिले म राखिदिएँ है त ल ल ल ल काम हुन्छ ल हस् ल हस् ल मेरो यो काम पनि यसलाई दिनु पर्यो क्या हो बुढीले भनेको यो पनि राम्रो ठेकदार भएको छ अरे एउलाई त्यो ताइन तुईको मान्छेलाई दिएको काम कहिले गरे होइन यसले भए 2-4 दिनमै सकिदिन्छ कि बरु जे पर्छ पर्छ यसलाई दिनु पर्यो ल तिम्रो नाम माया होइन त माया लाउनु त खुब आउँछ नि भाइ हेलो तपाईँ पनि यही साउनीको स्टाफ हो होइन म कहिलेकाहीँ बढी टेन्सन भएको कारणले मुड फ्रेस गराउनलाई कहिलेकाहीँ आएर यसो बस्ने गर्छु साउनीले त पछाडि काम गर्ने टन्नै छ भन्थिन् त खोइ त म त देख्दिनँ त यहाँको काम गर्ने मान्छेको के टुङ्गो कहिले 6 जना छ कहिले 2 जना छ कहिले 4 जना कहिले केही टुङ्गै हुँदैन के यहाँको मेरो बुढीले भन्दै थिए तिम्रो पनि साइड यतैतिर छ अरे तिमीले मेरो पनि काम गरिदिनु पर्यो के भाइ तिमीले मेरो काम गरिदिनु पर्यो कताबाट त्यो बनकाइलो परेछ दुःख दिएर हैरानै पारे तपाईँ त्यसको चिन्तै नगरौँ न आधा उमेर यही काम गरेर बितिसक्यो ल ल म ढुक्क भएँ बरु तिमीलाई पेस्की चाहिन्छ भने म तिमीलाई अहिले नै पेस्किएर जान्छु के आज त्यसो भए आजको पार्टी खर्च म गर्छु के आज भाले काटौँ दाइ नानी पनि रहेछ ए भाइ मलाई भाले काटेर खुवाइरहनु पर्दैन मेरो काम चाहिँ तिमीले राम्रोसँग गरिदेऊ मेरो काम सकेको दिन तिमीलाई भाले होइन म पसिने काटेर खाइदिन्छु ल दाइ हजुर मेरो तर्फबाट आज पार्टी बबाल हुन्छ र यहाँ लोकल भालेको मासु पाउँछ यो भाइ पनि कति कर गर्छ ल ल अलि छिटो गर नि त नानी यो भाइ पनि चाँडै आवेशमा आइहाल्दो रहेछ नि त यदि लोकल पनि पाउँछ यदि लोकल नै भएन भने हजुर 2 केस बेर फुट होला मेरो तर्फबाट तर आज जसरी पार्टी बबाल गर्नुपर्छ होइन बहिनी लोकल भाले खाने नि त ल ल खाऊ खाऊ मिठै हुन्छ आज जसरी भए पनि पैसा लिएर गएर गोपाललाई एक छक मासु चाहिँ नखुवाइ भएन गाउँबाट मलाई सम्झेर आएको पाहुना हो एक छक मासु पनि खुवाएर सत्कार गर्न सकिनँ भने त मेरो इज्जत माटोमै मिल्छ नि जे भए पनि मेरो इज्जतको सवाल छ
जति बेर कुरेर भए पनि ठेकदारलाई भेटेर पैसा लगेर मासु त खुवाउनै पर्यो। आफूले पनि मासु नखाएको धेरै भयो, जे पर्छ पर्छ। एकचोटि ठेकदारलाई फोन गरेर हेर्छु। ए तेरी तपाईँहरूको लागि यो फोन अफै गरिदिन्छु नि। ए तेरी ल राखिदि। तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। अघिसम्म त व्यस्त मात्रै थियो, अहिले त अफै गरेर मरेछ। हेलो, म आज भेट्दिनँ भनेको होइन, म यहाँ बिजी छु, मलाई कल नगर्नु है, बारम्बार भन्नु नपरोस् नि। फोन राख्नु। ओ फोन राख्नु भने सिधै याद आयो, 1 लाख रुपियाँ हालिदिन्छु भनेको थियो, फोन त खोल्नु पर्यो। हेलो, को बोल्नुभएको? हेलो दाइ, म रमेश बोलेको। तपाईँ यहाँ साइडमा कतिखेर आउनुहुन्छ? तपाईँलाई कुरेर बसिरहेको छु म। मलाई किन पर्खिनु पर्यो भाइ? तिमी आफ्नो काम खुरखुर गर न। फोन धेरैचोटि गरेछौ भाइ, के त्यस्तो आपत आइला तिमीलाई? हजुर दाइ, जसरी पनि तपाईँलाई भेट्नु पर्ने छ क्या। तपाईँ बरु भन्नुहोस् न कति बेला आउनुहुन्छ, म कुरेर बस्छु। होइन हो भाइ, भेट्नै परेछ नि, भोलि भेटौँला, आज म बिजी छु, फोन नगर। होइन के दाइ, आज जसरी पनि भेट्नुपर्छ। आजलाई चाहिँ त्यसो नभन्नु न। आज म मिटिङमा छु, कस्तो कुरा नबुझ्या भाइले? हुन्छ दाइ, हजुर बरु मिटिङ सकेर आउनुहोस्, जति बेला आए नि हुन्छ, तर म कुरेर चाहिँ बस्छु है। ल ल, म काममा छु, काम सकेर आउँछु, अहिले फोन काट्देऊ। कस्तो घाँगट मान्छे रहेछ के त्यो त, अघिदेखि फोन गरे मेरो जस्तो हुनुपर्छ। एकचोटि फोन राख भनेको बारम्बार दोहोऱ्याएर आएकै छैन। म सब वर्षौँ काम गरे केटाले, अहिलेसम्म सब चुप्त गरेको दादा। यो हिजो आ केटाले मलाई फोन गरेर दिक्क लागिसक्यो। म 10 मिनट आउँछु दादा। साउनी भन्नुहोस्। भाइहरूले के बनाउनुहुन्छ होइन, सबै उहाँहरूलाई ल्याइदिनु। मलाई हतार छ, म चाहिँ आजको दिन मैले तिर्ने, म चाहिँ है त। हस् त, म 10 मिनटपछि आउँछु। सरसँग गर्दै अब सबैजनाले दिएरै त खाने होला, म पठाइदिन्छु है। ओए नजिकाउनु, तिमी बियर खान्छौ होइन त? अनि तिमी बियर खान्छौ कि वाइन खान्छौ? हुन्छ। सपनाको सहरमा सपनाको सहरमा नमस्ते दाइ, मैले दुःख दिएँ हजुरलाई, माफ गर्नुहोस् है। के को नमस्ते? खालि चाँडा हो भनेको छ, चाँडा हो भन्छ। मान्छे कत्रो मिटिङमा बसिरहेको छ, के पृथ्वी खस्ला क्या? ल भन, किन फोन गरेर बोला मलाई? दाइ, आज मलाई अलिकति पैसा चाहिएको थियो, तपाईँलाई फोनमा भन्न पनि अप्ठ्यारो लाग्यो। पैसा रे? त्यही कुरा त फोनमा भने भइहाल्थ्यो नि। भेटेरै भनौँ भनेर नि दाइ, कोठामा पाहुना आएका छन्, कोठामा खाने केही पनि छैन, त्यसैले आज 2000 जसरी पनि दिनु पर्यो दाइ। हेर भाइ, पैसा भनेपछि महिना मरेपछि मात्रै पाउने हो, तर मैले सबै कुरा तिमीलाई पहिल्यै भनिसकेको छु। छैन मसँग पैसा, र पैसा भन्ने बित्तिकै बनाउनु पनि सकिन्न। मलाई 1 दिनको हाजिराको पैसा भए पनि दिनु न दाइ, मलाई कोठामा धेरै समस्या छ। 1 दिनको त के, आधा दिनको पनि दिनु मिल्दैन, र मसँग पैसा छैन। म हिँड्ने। खाऊ खाऊ। मजा त आयो है, तर भाले आएन के? भाले आएन? भाले आएकै छैन? हो साउनी, के भाले ल्याउनु त जानु? होइन, अघि ठेकदार साहबले म नआइसम्म नदिनु भन्नुभएको छ, त्यही भएर बनाउन त बनाइसकेको थियो। त्यो ठेकदारले नआएसम्म यहाँ मासु नदिनु हुनेछ? त्यही भन्नुभएको छ। म छैन, मसँग पैसा छैन। खाऊ, म छु, खाऊ।
नि नानीले लाएछ होइन त्यो ठेदालाई फोन गर फोन त्यसलाई तँ यहाँ चाहियो यहाँ आऊ म छु आऊ हेत्तेरिका फेरि फोन आयो हेलो हेलो श्याम बाबु खै त अनि यहाँ भाले पनि तयार भइसक्यो श्याम बाबु यहाँ एउटा समस्या आइपर्यो तपाईँ कुन बेला आउनुहुने कुरुको 5000 क्युआर गरिदिनु 5000 रे अलि किन चाहियो त्यहाँ दिउँला नि अहिले सक्यो भालेको पैसा पनि लिन मान्छे आइसक्यो यहाँ ल ल ल त्यो अस्ति नै क्युआर गरेकोमा गर्दै हुन्छ होइन हो ल ल त्यसैमा क्युआर गरिदिनुहोस् ल ल ल म हालिदिइहाल्छु ल ल छिटो आइहाल्नु है ए दाइ तपाईँसँग त 5000 पैसा र अघि त छैन भन्नुहुन्थ्यो क्युआर छ ब्याङ्कमा खाता खोलेको छ अनि ब्याङ्कमा खाता खोलेको छैन क्युआर छैन अनि मसँग अनलाइन छ अनि तिमीलाई कसरी मैले पैसा दिनु त भोलि चाँडै काममा आउने खोइ छोडा सरी आउनु ढिला भयो खै हालेको मासु आएन मासु त भन्दै थियो साउनलाई ल अरे धेरै ढिला भयो भालेको मासु लोकल भाले हामी भाले मासु खान नपाएको मान्छे हो नानी तिमी म जाउँदिन भाले मासु होइन यो नानीलाई म खसीको मासु तिम्रो बिहा तिमीले खाऊ यार आउँछ आउँछ साउनलाई भनेछ असो आउँछु दाइ आयो खाऊ पालमा थप तिमीले खाऊ यो साँच्चै नै भाले मासु ल्याएन अब ल्याउँछ अब हामी खाने यो बुढा झ्याप गरेको क्या रक्सीले झ्यापेको होइन के यो सितो नै ल्याएन नि त्यही भएर अब ल्याउँछु ए साउनी साउनी को हो लुगा खुलै छ भित्र आए हुन्छ भाइ तपाईँ को हो यो त रमेशको कोठा होइन र हो अहिले ऊ काममा गएको छ ए अबदेखि तपाईँ रमेशसँग सँगै बस्ने हो रमेशसँग अबदेखि सँगै बस्ने हो ए रमेशसँगै बस्ने भए त रमेशलाई मैले सबै नियम सिकाएको छु टोइलेट गामेर सफा गर्ने बत्ती आउनुमा चेक नबाल्ने डाँड रक्सी नखाने यहाँ हल्ला नगर्ने मेरो यो घरको नियम त धेरै कडा खाने हुन्छ दिदी हुन्छ तपाईँलाई अप्ठ्यारो नहुने गरी बसी भएको नि मिलेर बस्नु भए मलाई भन्नु केही छैन तर मलाई भाडा चाहिँ टाइममा चाहिन्छ नि होइन भने अन्त्य कोठा खोजेर छ रमेश आएपछि मलाई एकचोटि भेट्यो भन्नु है नभए एकचोटि सोध्नु पर्छ नि घरपट्टिलाई हुन्छ 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 दिदी रमेश आएपछि म तपाईँलाई भेट्न पठाइदिन्छु यसरी के हेरेको भाइ कहिले मासु नदेखे जस्तो ल दाइ तपाईँले मिठो मासु खुवाउनुभयो यसको गुण म कहिले बिर्सिन्न मेरो जागिर भएपछि म पनि तपाईँले योभन्दा मिठो खुवाउँछु त्यो पनि लोकल है ए भाइ के का गुण आफ्नो गाउँको भाइलाई एक छाक मासु खुवाउन पनि गुणको कुरा हुन्छ मेरो पनि त इज्जत छ बल्ल बल्ल भाइ मेरोमा आएको अनि एक छाक मासु नै खुवाउन नसक्दा होइन नि म पनि होइन भाइ मासु चिनेको क्या हो कति लाने साउदी मासु किलोको कति पर्छ
कति लाने हो र 1 किलो लाने हो भाइ आजको मासुको भाउ 350 मासु खान मन भएर म त के गर्नु गोजीमा पैसै छैन होइन भाइ किन डोलाको कति लाने हो भन्नु न म काट्न थाल्छु साउनी म उति पल्लो घरमा बस्छु के आज ठेक्दारले पैसै दिएन आज मासु उधार दिन्न भोलि ल्याएर म पैसा दिन्छु नि हुँदा हुँदा मैले मासु पनि उधार दिनुपर्ने भयो ल कस्तो दिन आयो ओ भाइ मासु पनि उधार पाइन्छ त हातले दिएर खुट्टालाई शास्ति आज यो मोबाइलमा बन्दगी राखेर मासु लान्छु भोलि पैसा ल्याएर यो मोबाइल लान्छु नि है आज एक दिनको कुरा त हो नि कोठामा पाहुना आएका छन् भोलि पैसा लिएर आएर म मोबाइल लिएर जान्छु नि हुँदैन र यो सहरमा सबैको घरमा पाहुना आउँछन् भाइ सबैलाई उधार दिँदै हिँड्नु म यस्तो मोबाइल त बन्दगी राखेर कतिले लगे कतिले यस्तो बन्दगी राखेर नि मासु लान्छन् आजसम्म मोबाइल बन्दगी राखेर कोही फर्केर आएनन् हेर्छौ मोबाइल यहाँ त त्यस्ता मोबाइल त 10 वटा खानु आज मासु हेरेर चित्त बुझेर जानु पछि पैसा ल्याउनु अनि लिएर जानु हस् त दिदी हस् अब मिल्दैन भने म जान्छु मेरो बुढाले मासु उधार दियो भने त मेरो बुढोले ढाड भाँचिहाल्छ नि के गर्दै हुन्छ 7 बजेपछि भाउजू अझै आउनु भएको छैन हेर न बहिनी अहिलेसम्म निर्मली आएकै छैन होइन दाइ सहरतिर गोपालको खबर के छ रे काम भेटायो रे बहिनी रमेशसँगै छ रे गोपालले काम खोज्दै छ रे ए रमेशसँग पो बसेर छ ठिकै भयो त दाइ आफ्नो गाउँको मान्छेसँग बसेर छ पिर नगर्नु दाइ काम पाउँछ होला रमेशले खोजिहाल्छ नि रमेशले खोजिदिन्छ रे यत्रो वर्ष भइसक्यो रमेश काठमाडौँ बसेको 2-4 जनालाई काम लाउनु त सकिहाल्छ नि दाइ तपाईँ चिन्ता नगर्नु दाइ छोरोले चाँडै पैसा कमाएर पठाउँछ बरु भाउजू पो किन आइनन् धेरै भयो त माइत गए भाउजू ए नबिरामी हुनुभयो कि यसो बुझ्नु जानु भयो भने हुन्छ नि त दाइ बहिनी म त एक्लै छु नि अब त यहाँ अहिले ल दाइ म हिँडेँ है त ल बहिनी चाँद परिसक्यो आज मम्मीलाई प्र्याङ्क गरेर भने खुसी बनाउनु पर्यो कहाँ हुनुहुन्छ सपनाको सहरमा सपनाको सहरमा सपनाको सहरमा